हेलो साथी हो, आज चाहिँ हामी कहाँ गएको घुम्नु? यति भन्दै हामी कहाँ गएको? रुबिका कहाँ गएको अरे? इतनीले के भन्यो? बुलबुल भनेको टुले त बुलबुल आया पो सुनेछ। बुलबुल आया सुनेछ। त्यस्तो हो नि त। आज यसो अब नानीहरू बुढीहरू छैन घरमा हो, अन्त नानीहरू लिएर चाहिँ माटो खन्नु गएको। माटो खन्नु पनि गएको हामी अब। टक्कै हो त। तान्न जोडले कस्तो लाग्यो गाडी तुम्बाको? ओइ सफा रहेछ ए। आज चाहिँ हामी पनि घुम्न हिँडे हाम्रो गाडी। तैँले ग्लास बोकिस् अझै? बोकिन नि, सेट्सहरू केही बोकिन। बोक्नुपर्छ नि हो माथि 3 माइलमा को छ? हिँडे हामी चाहिँ। बाई बाई तारा दिदी, घुम्नु। हामी चाहिँ उकालो जाँदा यहाँ बाइक पनि हल्का रहेछ हो। त्यसमा चाहिँ आजको दिन पनि साह्रै दामी भएको छ। हामी चाहिँ अब यसो 15 माइलपट्टि लाग्यौँ है। सो मजाले घुम्नु लागि। चाहिँ आउनु चाहिँ आइपुग्यो हामी यहाँ हो। तर आकाशले कहाँ जानु उनीहरूको हेर्नुहोस्, आउनु चाहिँ आइपुगेको छौँ। हावा जान्छ साथै पुरा यो फग लाग्न थाल्यो हो। कलरफुल छ त यो फ्ल्याग चाहिँ, यसको पनि छ सिग्निफिकेन्स। यो चाहिँ कञ्चनजङ्घा पोइन्ट भन्छ है। यहाँबाट चाहिँ कञ्चनजङ्घा दामी देख्छ। तर आज हाम्रो गुड लक यति बिहान देखिरहेको छ। नभए अरू बेला चाहिँ पुरा बादल लागेर फग लागिसकेको हुन्छ। किनभने यो चाहिँ दिउँसो होइन बिहानै हेर्ने कुराहरू है। यहाँ तपाईले हेर्न सक्नुहुन्छ कस्तो दामी छ हेर्नुहोस्। ओह्रालो हाम्रो सिक्किम चाहिँ साँच्चै नै भनेको चाहिँ नि बहुत दामी छ कि। ममा यति उपस्थित हुँदैछ नि त। यहाँ फोटो सेसन पनि हुन थाल्यो अब। दाजुले पर्खिदिँदैछ हो। त्यहाँ चाहिँ राम्रोसँग हाँस कस्तो गरेर रुबिका स्टाइलिस फ्रिजिङ पोइन्ट भन्ने चाहिँ अब यस्तो हुन्छ यहाँ चाहिँ अब। यहाँ हेर्नुहोस् तपाईँले यो चाहिँ फ्रिजमै राख्नु साइज हुन्छ यो यहाँ चाहिँ फटफट गर्नु हो। यो चाहिँ यहाँ चाहिँ पानी चाहिँ दामी छ, चिप्लिन्छ। यहाँ हेर्नुहोस् त यो हेर्नुहोस् है, यो क्रिस्टल क्लियर भन्ने चाहिँ यसो दामी गर्दैछ नि। यो जुन हामी पिक्चरहरू देखेको छ नि कस्तो दामी चाहिँ दामी छ। यहाँ हेर्नुहोस् यसो दामी छ। हामी चाहिँ निकै माथि आइपुग्यो है। एकदम यो तपाईँको खोटा दामी गर्छ के भइरहेछ हो। आम्मा यस्तो त चिसो हुन्छ विन्टर चाहिँ यहाँ एकदम यो ओपन एयरमै दामी रहेछ हैन। फोर्स भनेको के फोर्स भनेको आम्मा एकदम फ्रोज भएको छ। यो माथिदेखि फ्रोज भएको यो चाहिँ एल्सा घुर्यो। यो माथि फ्रोज भइरहेछ हो। देखो न गाइज भनेको जस्तो यो चाहिँ के हुन्छ नि, हाम्रो चाहिँ सिक्किममा चाहिँ भन्नु भएको छ। यहाँ चाहिँ हाम्रो एकदम यो चाहिँ टुरिज्मले हाम्रो यता क्लाइमेटाइजेसनको लागि बनाएको रहेछ हो। यो चाहिँ हो कस्तो मजाले बनाएको छ हो यो जग्गामा है। यो चाहिँ कैलाश मनसरोवर जानु लागि हो। कैलाश मनसरोवर जो जान्छ उहाँहरूलाई चाहिँ फर्स्टमा चाहिँ अब डाइरेक्ट उकालो लानु सक्दैन, एकदमै अक्सिजन कम्ती हुँदै जान्छ त्यहाँ हो। अन्त त्यहाँ जाँदाखेरि चाहिँ क्लाइमेटाइजेसनको लागि चाहिँ उनीहरूलाई यहाँ लिएर चाहिँ राखेर यहाँदेखि चाहिँ उता फेरि उकालो लगेर जान्छ हो। हेर्नुहोस् त आम्मा यहाँ कति दामी छ है। माथि हेर्नुहोस् न। यता बहिनी नानीको आमा भएछ, कङ्ग्रेचुलेसन बहिनी। होइन अब कङ्ग्रेचुलेसन त दिनु पऱ्यो नि अर्कोलाई। यहाँ जाडोमा चाहिँ अब हामी एकदम चिसो छ हो। हामी यहाँ कफी खाँदैछ हो। स्पोन्सरसिप यता हाम्रो दाजुबाट हो। यस्तो जाडो जग्गामा चाहिँ यहाँ चिकनको मोमो पनि बनाएर बेच्दो रहेछ। यो चाहिँ खाँदाखेरि एक खेप चाहिँ तपाईँको एउटा खाइसक्दाखेरि अर्को चाहिँ लिने रहेछ यहाँ चाहिँ हो। अनि त्यसले गर्दा यो चाहिँ आगोमा टेका गर्नुपर्छ यहाँ। अन्त मात्रै त्यसरी मात्रै खानु सक्दो रहेछ। यहाँको त रुलै अप्ठ्यारो रहेछ हौ। बाई भन्नु त मलाई। यहाँ सोलोमी भर्खरै बाई गऱ्यो खोइ। ओके यहाँ माथि चाहिँ घाम लागिरहेको छ है। आम्मा यहाँ मुनि चाहिँ चिसो, माथि चाहिँ हल्का घाम लागिरहेको चाहिँ तपाईँको 15 माइल भन्ने बजार चाहिँ यही 15 माइलको बजार चाहिँ 15 माइलको बजार चाहिँ यही है। 7-9 लाखको भन्छ। यहाँ चाहिँ अब तपाईँले हेर्नु सक्छ है। यहाँ चाहिँ यसरी बादल चाहिँ फग चाहिँ कहाँसम्म आएर चाहिँ उयो मतलब उयो गर्दो रहेछ है, यसरी उड्दो रहेछ होइन। त टुरिस्टहरू पनि आएर मजाले घुमिरहेछ है। उनीहरूलाई नि है मजा आइरहेछ होइन। म भएछ भने उनीहरूसँग नै गफ गर्नु कोसिस गर्छु है। त शाहरुख खान पोज दिइरहेछ हो। बादल चाहिँ कति स्पिड उड्दैछ हेर्नु नि। हेलो कहाँ से आए हो आप लोग? हम लुधियाना पंजाब से। यहाँबाट चाहिँ दामी देखेँ अहिले चाहिँ।
घाम एकुरेट जग्गामा पऱ्यो कि पर हामी देखिरहेछ किन भन्नु एकैको घर है आम्मामा मान्छेहरू चाहिँ है हेर्नुहोस् न कस्तो मजाले बसेको छ है मजाको उनीहरूको के हुन्छ सेटलमेन्ट पनि दामी चटक्कैको है गाउँ जस्तो है गाई पनि पाल्दो रहेछ ए त गोरु पो रहेछ नन्दी रहेछ हौ नन्दी आयो यिनीहरूले हँसायो कस्तो मजाको देखेको वाला चाय पी रहा है सर जी सर सर एक बार टेस्ट तो करके बोलो एक बार टेस्ट करके बताओ तो कैसा है अच्छा टेस्ट तो करो पहले हाँ भाई एक बार टेस्ट करो तो करो एक बार अच्छा है कि नहीं है बोलना हाँ बहुत टेस्टी है एकदम और आप भी चाय पियो 30 रुपये कप है राम प्यारी चाय हाँ भैया आपको दाम कैसा लगा आपका पकौड़ा और क्या हाँ भैया कैसा लगा दाम यहाँ पे ये फ्रूट्स का कितना है ये 100 रुपया बोल रहा है ये और ये 50 रुपीज ये वाटरमेलन का ड्रैगन फ्रूट का ये तो बहुत महंगा है महंगा ही आता है कैसा लगा ड्रैगन फ्रूट नहीं है इसमें हाँ वही तो है ड्रैगन फ्रूट एक ही ना है एक ही ना है एक ही का 100 रुपया डाल दिए हाँ वो एक डालने से तो ये बोलो तो हम क्या बोले तोहार के नाम का हो जाई तोहार के नाम का बा छुटकी बा ठीक है हाँ ओके भैया जी ओके सनसेट हुनु आएको छ है अहिले चाहिँ तपाईँको है हामी चाहिँ 12 दिन घुम्न निक्लेको है 11:30 तिर निक्लेको यो चाहिँ तपाईँको पर्यो सस्तिक एरिया पर्यो यो चाहिँ है अझै उता चाहिँ तपाईँको भाजराहरू पर्छ है यहाँ माथि सेलेक्ट पर्छ चाहिँ दामी एरिया चाहिँ यहाँ मुनि चाहिँ सिधा तल यहाँदेखि उभिदेखि तल चाहिँ हाम्रो गाउँ पर्यो हाम्रो घरहरू छ यहाँदेखि मुनि चाहिँ हामी देख्छौँ यहाँबाट नि देख्नु चाहिँ अब हामी चाहिँ घुमेर नै आइपुग्यो माथि पर्छ अन्त हो है मजा आयो तिमीहरूलाई खै थ्याङ्क यू के छैन त अन्त गुड गाडी बाइकहरू आउँदैछ साइडमा हिँड लेट्स गो